अहिले के सेवा राख्यो हामी जानुपर्छ होला हौ। कस्तो उत्साहित भयो नि त हामी त। त्यसले गर्दा फेरि एक अर्काले वचन दिनु पर्दैन नि। उत्पत्तिदेखि प्रकाशित वाक्यमा डल्लै वचन खाएको हुनु पर्दैन नि उत्साह दिनको लागि। तपाईँले मेरोमा त्यो हृदय हुनुपर्छ। उत्साह दिने चाहिँ के हुनुपर्छ? हृदय। सबलाई अटाउनु सक्ने पनि के हुनुपर्छ? हृदय। यसपालि हामीलाई टाइटस भाइले लेखेको गीत साह्रो मनपर्छ क्या। उहिलेका प्राचीनहरूको पहिलाको प्रभुको दासहरूको चाहिँ सबैलाई अटाउने के थियो अरे? उनीहरूको हृदय थियो अरे। अहिले चर्च ठुलो छ, मन के छ? सानो छ। सबै ठाउँमा चर्चहरू के छ? ठुलो छ, विश्वासी अड्दैन। ठुलो छ, विश्वासी अड्दैन। किनभने त्यहाँको जिम्मेवारी दासहरूको हृदय चाहिँ के छ? साँघुरिएको छ। पहिला चाहिँ के थियो? सेवा घर चाहिँ के थियो? एउटै रुम थियो, यस्तै सानो यत्रो रुम थियो एउटा। तर हृदय के थियो? चौडा। सबजना के गर्थ्यो? अटाउँथ्यो। कहाँबाट आउनुहुन्थ्यो? सबलाई भुइँमै सुताउँथ्यो। फेसिलिटी त्यस्तो केही थिएन, भुइँमै कस्तो खुसी हुन्थ्यो। तर अहिले त ठुल्ठुलो घर छ, ठुल्ठुलो बङ्गला छ, ठुल्ठुलो सेवा घरहरू छ, तर मान्छे आउन सक्दैन, जाँदैन पनि। उहाँले त मलाई त्यति साह्रो उयो गर्दैन कि म जाँदिनँ, बरु म होटलमै सुतिदिन्छु, बरु स्ट्यान्डतिरै सुतिदिन्छु। किन? सेवा घर सानो, उसको घर सानो भएर होइन नि, उनीहरूको मन के देखेको छ? उनीहरूले सानो सङ्कुचित। त्यस कारणले गर्दा सबलाई अटाउनु सक्ने, त्यस्तोले मात्रै एकअर्कालाई के दिन सक्छ? उत्साह दिन सक्छ। आफ्नो घरमा केही नहोस्, यहाँ मनेन दाजुको साह्रो इक्जाम्पल यहाँ राजु दाजुले दिइरहनु। उहाँको हृदय के छ अरे? चौडा छ। कोही पनि आयो भने त्यहाँ खाना नखाइ जान पट्टै पाउँदैन। कस्तो है, एकदम उहाँले खाना खानै पर्छ, मासु भात सबलाई पकाउ, एकदम कस्तो खाना। त्यो सबलाई एउटा अटाउने मन हुन्छ नि, हृदय हुन्छ। त्यस कारणले गर्दाखेरि यहाँ भन्छ एकअर्का उत्साह दिनको लागि चाहिँ यो हृदय चाहिन्छ, जो माउन्ट गिबनमा छ। हाम्रो माउन्ट गिबनमा भएका भाइ बहिनीहरूमा त्यो कुराहरू छ। अब अरूलाई के दिनुपर्छ? उत्साह दिनुपर्छ। धेरैले भने है, हामीले सुन्यौँ यो माउन्ट गिबन गेजिङ भन्ने त कहाँनिर रहेछ हौ भनेर यसो यस्तो चाल पायो। त्यसको बाद उनीहरूले के भन्न थाले? त्यहाँको त कम्ती छैन त जवानहरू। सिक्किममा ग्यान्टोक होला धेरै जवान भएको, नेक्स्ट टु ग्यान्टोक चाहिँ मलाई कहाँ लाग्छ? गेजिङै हो कि जस्तो लाग्छ। अझै हाम्रो बिचमा कति आउँदैन नि त है, तर आएकाहरू पनि यति बेसी छ। अनि धेरैले लोभ गर्छन्, लोभिन्छन्। मलाई ग्यान्टोकमा जोनी दाजुले पनि भन्दै थियो, गेजिङको जवानहरू देख्दा त लोभ लाग्छ। केटाहरू कम्ती खालको, कम्ती मजाको छैन त केटाहरू चाहिँ। अनि भन्नुहुँदै थियो, अब तिमी जाँदाखेरि, तिमी त्यहाँबाट जाँदाखेरि त्यो भाइहरूलाई सम्हाल्नेहरू छ कि त त्यहाँनिर? छ नि, मैले हाम्रो भाइहरूको नामहरू उहाँहरू छ नि। त्यसो भन्दा केटाहरू त दामी छ, यिनीहरू साह्रो दामी छ, आइरहे पनि सङ्गति हुने। अब तिमीहरूको कारणले अर्कोले के पाउँदैछ? उत्साह पाइरहेको छ। हो, तिमीहरूले वचन दिनु सकेन होला, भयङ्कर प्रार्थना गर्नु सकेन होला, के भन्न पारा आएन होला, तर तिमीहरूको दोहोरिएको केही गर्नु पर्दैन। सेवा सङ्गति गएको, कोही ठाउँमा गएर हेल्प गरेको, ग्यान्टोकमै पुगेर हेल्प गरेको, एल्सादाईमा पुगेर हेल्प गरेको, त्यति कुराहरूले गर्दाखेरि पनि अरूलाई के पाउँदैछ? उत्साह पाउँदैछ। यस कारणले गर्दाखेरि यो एकअर्कालाई उत्साह दिनु भन्ने सेवा चाहिँ यति दामी सेवा हो। यो मिनिस्ट्री चाहिँ सबैले गर्नु सक्छ। पढेकोले मात्र होइन, अनपढले पनि गर्नु सक्छ, एकदम बाठोले मात्र होइन, लाटो मान्छेले पनि गर्नु सक्छ। तर एकअर्कालाई अटाउने, यसको यो सङ्गति भन्ने कुरो चाहिँ दामी सङ्गति हो। यी भित्र पनि एकअर्कालाई सङ्गति दिनुपर्छ। कोही आउँदैन, सेवा आउन सकेको छैन भने उनीहरूलाई के रहेछ? उनीहरूको बुझिदिनुपर्छ, सुनिदिनुपर्छ। हामी धेरैचोटि चाहिँ के हुन्छ मण्डलीमा चाहिँ सुनिदिनेहरू कम हुन्छ नि त। सुनिदिने मान्छेहरू चाहिन्छ। हामी त बेसी के गरिहाल्छौँ, उसले सुरु मात्रै गरेको हुन्छ, उसलाई त फेरि भनेर चुप बनाइदिन्छौँ। हाम्रो आदतहरू त्यस्तो। तर मण्डलीमा त्यो प्रकारको कुरा, यहाँ एक्जोर्ट गर्ने भने, उत्साह भने, घरमा पनि त आमा बाउहरूले के गर्छन्? आमा बाउहरूले छोराछोरीहरूको कुरा आमा बाउले के गर्छ? सुनिदिन्छ नि। अब चुप भन्यो भने त मिलेन नि त, किन उसको समस्याहरू भन्यो भने पो के हुन्छ? समाधान हुन्छ नि त। त्यसले गर्दाखेरि मण्डलीमा होस्, कुनै पनि उसले केही कुरो भन्नु त्यसलाई सुनिदिने। यसकारण प्रभुले हामीलाई कतिवटा काम दिएको अरे? 2टा। बेसी सुन्ने, मुख चाहिँ एउटा, कम्ती बोल्ने, बेसी सुन्ने। तर हामी अहिले चाहिँ के गर्छ?
उल्टा कम्ती सुन्ने बेसी बोल्ने हो त्यस्तो खालको। त्यही कारणले हामी कम्ती बोलेर बेसी सुन्यो भने अरूको समाधान हुन्छ। मण्डलीमा सुन्नेहरू चाहिन्छ त, जवानहरू पनि चाहिन्छ। जवानको एकदम यहाँ हाम्रो भाइ विशालहरूले अब यसलाई सम्हाल्नु सुनिदिनेहरू पनि चाहिन्छ। कसलाई त कस्तो भएको छ, कसलाई सुनाउ जस्तो हुन्छ, कसलाई भनौँ जस्तो हुन्छ। अब म त मेरो कालिम्पोङ म त हाम्रो मेरो इमानुएल दाजुलाई म पुरा इक्जाम्पल दिन्छु। म पनि तिमीहरू चाहिँ जवान हुँदाखेरि उहाँहरूको साथमा सेवा गरेको, मलाई पनि धेरै प्रकारको कुराहरू कुसमुकुस हुन्थ्यो। मैले मेरो बाउलाई सुनाउन सक्दिनँ, आमालाई सुनाउनु, दिदी बहिनीलाई सुनाउन सक्दिनँ, कसलाई चाहिँ एल्डरलाई सुनाउने कुरा आएन। तर इमानुएल दाजु चाहिँ जो चाहिँ मभन्दा मेरो दिदीको पनि टिचर हो त, तर मसित चाहिँ के हो साथी। अरू त्यहाँ सबले भन्थे क्या उसको दिदीको चाहिँ साथ टिचर हो, भाइको चाहिँ उको साथी भन्थ्यो सबले क्या उल्टा। किन मसित पुरा उहाँले पनि सेयर गर्नुहुन्थ्यो, म पनि सेयर। जो मान्छेले भन्नु पाएन, सेयर गर्नु पाएन भने त्यो मान्छे के हुन्छ, पगला हुन्छ। पगला चाहिँ कसरी हुँदो रहेछ भने एउटा कारण चाहिँ के रहेछ, उसको मनमा भएको गाँठो चाहिँ फुकाउन सकेन भने चाहिँ मान्छे के हुँदो रहेछ, मेन्टल हुँदो रहेछ। यहाँ थिचेर राखेको उसले सुनिदिने मान्छे चाहिएको नि त, कसलाई सुनाउनु भित्तामा। त्यहाँदेखि ऊ मान्छे त्यो मान्छे पगला भए चाहिँ कसलाई सुनाउनु थाल्छ भन्दा चाहिँ डाँडामा फर्केर बोलिबस्छ। कसलाई सुनाएको नि उसले विचार भित्तातिर फर्केर ढुङ्गालाई सुनाएको, कसलाई गाई गोरुहरूसित बात मारिरहेको हुन्छ विचार। उसले आफ्नो समयमा उसले के गर्नु सकेन, आफ्नो पीडाहरू व्यथाहरू अरूलाई पोखाउन सकेन। त्यसकारण सुनिदिने पनि चाहिन्छ मण्डलीमा, सुनि पनि दिनुपर्छ। सुनि भने मेरो इमा दाजुले धेरै कुराहरू सुनिदिनु भएको, समाधान पनि गरिदिनु, मैले आइडिया पनि दिनुभएको, यसो गर्नुपर्छ भाइ, यसरी प्रार्थना यस्तो हुन्छ। अब उहाँसित म कहाँ कहाँ जाँदाखेरि बाटोमा बसमा हामी गफै गरेर सकिदिन्थ्यौँ, सुनिदिन्थ्यो मजाले सुनिदिन्थ्यो। त्यही कारणले सुनिदिनेहरू चाहिन्छ। यसरी एकअर्कालाई उत्साह दिनुको लागि सुन्नु पनि पर्छ। सुनिदियो भने तपाईँ र मलाई खोज्छ नि त्यो मान्छेले, खोज्नु थाल्छ नि मण्डलीमा आएर, त्यो दाजु आएन चर्च, त्यो दाजु त मेरो कुरा के गरिदिने हो, म त सुनिदिने मान्छे हो। अब अरूलाई त कसलाई सुनाउनु थियो, त्यस कारण सुनिदिने मान्छे मण्डलीमा एकअर्कालाई उत्साह दिनुको लागि सुनि पनि दिनुपर्ने। यसो थुप्रो थुप्रो क्रमहरू छ जो जीवनमा देखिन्छ र यसलाई मेन्टेन गरेर यसलाई बनाएर राख्नुपर्छ। अनि यतिको जवानहरू जीवनमा बसेको यो अरूको लागि धेरै उत्साह। यहाँनिर जीवनमा आउने धेरैजना लोभिन्छन्, कस्तो दामी जवानहरू छन्, तर यसलाई यथावत राख्नुपर्छ। भोलिको दिनमा फटाकफुटुक हुँदै हराएर 3-4 जना भयो भने त उनीहरूलाई जसलाई उत्साह पाएको थियो नि उनीहरू के हुन्छ, निरुत्साही हुन्छ। जीवन क्या थियो कि एकपल्ट केटाहरू हामी पनि त्यस्तै हौँ भन्ने खालमा उनीहरू जान्छ। त्यसको जिम्मेवारी को पनि हुन्छ, हामी पनि हुन्छ। हाम्रो कारणले उनीहरू के भयो, निरुत्साही भयो। उनीहरू उत्साह पायो भने हामीले आशिष पाउँछ, हाम्रो कारणले निरुत्साही भयो भने उनीहरू के हुन्छ, हामीले त्यसको दण्डमा सहभागी हामी पनि हुन्छ। हाम्रो कारणले त्यो बिग्रियो नि त। त्यस कारण आफूले मेन्टेन गर्नुपर्छ, यसलाई बनाएर राख्नु। यसको लागि थुप्रो थुप्रो प्रक्रियाहरू छ, आफूले कसरी बनाएर राख्नु। त्यो अब हामी भाइहरूलाई त्यस्तो डिटेल्स भनिरहनु पर्दैन, बहिनीहरूलाई त्यत्रो कुराहरू भनिरहनु पर्दैन। तपाईँहरू ज्ञानी हुनुहुन्छ, तपाईँहरू त्यो कुरो जान्नुहुन्छ। अहिले त झन् एकदम हाई टेक्नोलोजीको कुराहरू चलिरहेको, हामीभन्दा बेसी एकदम अलर्ट छ, सार्प छ। तर प्रभुको कुराहरूमा यहाँनिर भन्दैछ एउटा दुईवटा पद यहाँनिर माथि लेखेको कुराहरू हेरौँ। 10:22 पदमा के भन्दैछ, अङ्ग्रेजीमा मजाको लेखेको छ कि लेट अस ड्र नियर, नजिकमा आऊ भनेको नि यहाँनिर। पढिदिनुहोस् पदलाई, 10:22। साँचो मनले विश्वासको पूरा निश्चयतामा र दुष्ट विवेकबाट शुद्ध हुनलाई आफ्नो हृदयहरूमा छिटकाउ लिएर र आफ्ना शरीरहरूलाई शुद्ध जलले धोएर हामी नजिकमा जाउँ। हामी के गरौँ अरे, नजिकमा जाउँ, एकअर्काको नजिक, प्रभुको पनि नजिकमा, एकअर्काको पनि। जबसम्म एकअर्काको नजिकमा हामी अट्याचमेन्टमा जाँदैनौँ नि अर्कोलाई उत्साह दिन सक्दैनौँ। यसकारण गर्दा दुईजना अलग अलग भयो भने उनीहरू उत्साहित हुन सक्दैन। तर उत्साह हुनुको लागि अघि मैले भने नि, गएर हामी चिया खानुभन्दा अगाडि गएर हामी एक राउन्ड के गर्दो रहेछ सबैजना, यहाँ जीवनमा कस्तो दामी छ, सबजना के गर्छन्, पुलपिटदेखि बडाहरूदेखि लिएर सबजना गएर हात मिलाउँदैन, नजिकमा गएको, के गरेको, नजिकमा जानुपर्छ। जबसम्म उसित नजिकमा हुँदैन तबसम्म हामीले उसलाई बुझ्न सक्दैन। अब दान र को हो नि पहिला,
तर जब हामी नजिकमा हुँदै जान्छौँ दानको यस्तो रहेछ, दानको बानी यस्तो रहेछ, उसलाई यस्तो मन पर्दैन, उसलाई यस्तो समस्या भएर नजिकमा गएपछि के हुँदै जान्छ, बुझिँदै जान्छ। यसकारण गर्दाखेरि एकअर्काको नजिकमा जानु अरे, एकअर्काको नजिकमा जानु अरे। अनि त्यो कसो गरेर अरे, पुरा एस्युरेन्स, विश्वासको पुरा निश्चयतालाई लिएर जानु अरे। विश्वासलाई त्यो अर्कोलाई एक्जोर्ट गर्ने मान्छेमा के पनि हुनुपर्छ, विश्वास हुनु, एस्युरेन्स अफ फेथ चाहिन्छ, विश्वास हुनुपर्छ। त्यो कुरो प्रभुमा पनि विश्वास, सँगै एकअर्काको बिचमा पनि के हुनुपर्छ, विश्वास हुनुपर्छ। बिना विश्वास त कुनै पनि कुरो सम्भव छैन। मैले उसलाई विश्वास गर्न सकिनँ, ऊमाथि भरोसा गर्न सकिनँ भने केही पनि चल्दैन है। मैले मेरो वाइफलाई विश्वास गर्न सकिनँ, उसले मलाई विश्वास गर्न सकेन, मेरो घर चल्छ, चल्दैन नि। हाम्रो सबैको परिवार त्यस्तो, एकअर्काको बिचमा हाम्रो के हुनुपर्छ, विश्वास हुनु। त्यही कारण हाम्रो नामै के अरे, विश्वासी। विश्वास गर्ने हो नि त एकअर्कामा। त्यसले गर्दाखेरि हाम्रो एकदम एकअर्कामा विश्वास दिलाउनु पनि सक्नुपर्छ, आफूले विश्वासलाई पक्रेर फुल अस्युरेन्स अफ के अरे फेथ। अनि अर्को चाहिँ having our heart sprinkled from an evil conscience and our bodies washed with pure water। हाम्रो विवेक पनि के अरे सफा राखेर, अनि हाम्रो शरीरलाई पनि के गर्नुपर्छ, सफा। दुइटै विवेक, विवेक चाहिँ यो चाहिँ हाम्रो के हो, साइरन हो। हामी विशाल मार्टतिर जान्छौँ नि है, विशाल मार्टबाट बिल नतिरिकन निस्क्यो भने के हुन्छ, के बच्छ, साइरन गर्छ कि, हामी चेकिङ हुन्छ नि त, बताउँछ यसमा गडबड छ। हाम्रोमा पनि केही कुरो गडबड भयो भने केले बताउँछ, विवेकले। अरूलाई थाहा नभए पनि कसलाई त थाहा हुन्छ, विवेकले। तँ त यस्तो पो त, तैँले यस्तो गल्ती गरिस् भनेर हामीलाई चुप चुप भनेर विवेकलाई भयो भने चाहिँ हामीले कतिचोटि चाहिँ विवेकलाई के गर्छौँ, त्यो बेसी बाठी नौ भनेर हाम्रै विवेकले हामीलाई एकदम बद्दैछ, तर त्यसलाई चुप लाउँछ। अनि पछि गयो भने त बाइबलले भन्छ त्यो त डामेको विवेक जस्तो हुन्छ, कामै नलाग्ने हुन्छ। पछि गएर त तारै छुट्याइदिन्छ नि, कतिचोटि साइरनहरू के छुट्याइदिन्छ। कसैमा घरमा आगो लाग्यो भने, आगो लाग्दाखेरि त्यहाँ के हुन्छ, उनीहरूको त्यो फायर अलर्ट राखेको हुन्छ नि, त्यो साइरन होइन। आगो चट्ट बल्यो भने, अलिकति बेसी आगो आयो भने, धुवा आयो भने त्यो ट्वा कराउँछ, यो त बिचमा बेसी कराउँदो रहेछ, आगै नलागि कराउँदो रहेछ भनेर तार चट्टै काटिदियो भने भोलिको दिनमा साँच्चै नै आगो लाग्यो भने के हुन्छ, कराउँछ, कराउँदैन नि त। यस कारणले गर्दाखेरि हाम्रो विवेक पनि यस्तो छ, प्रभुले राखिदिनु भएको। हामीले गल्ती गर्छौँ, मान्छे हो, हामी गल्ती गर्दैनौँ होइन। एल्डरदेखि लिएर सबले गल्ती गर्छ, सबकोमा गल्ती आइपठाउँछ। मान्छे हो, के कोमा गल्ती भइपठाउँछ। तर त्यो गल्तीलाई कसले बताइदिन्छ, मान्छेले कसले पनि देखेन, ठिकै छ, मान्छेले बताउनु सक्दैन। तर कसले चाहिँ देखेको छ, मेरै विवेक, मेरो कन्साइन्सले चाहिँ बताउँछ तैँले गल्ती गरे। त्यति बेला चाहिँ आफूले आफैलाई बनाउनु पर्छ, प्रभु मैले यहाँ गल्ती भयो, मलाई क्षमा गर्नुहोस्। अनि आफ्नो शरीरलाई पनि के अरे सफा राखेर। अब यो चाहिँ नजिकमा आउने कुरा रहेछ। तब चाहिँ हामी नजिकमा आउँछ। एकअर्काको बिचमा दुश्मनी राखेर बोलाचाला छैन भने आउँछ नजिक। माउन्ट गिभन म कोही बेला यसो याद गर्छु कि सबैजना हात मिलाउनु र जयमसी भन्नु त जाँदैछ, उनीहरू दुईजना बोलेको छैन भने के भन्छ होला जस्तो लाग्छ क्या। उनीहरू बोलाचाला हुँदैन नि त कतिजना। यहाँ जयमसी गरेर उसलाई त छोडिदिन्छ नि यतापट्टि फर्केर, किन यता गयो उसलाई जयमसी भन्नु पर्यो नि त, बिग्रिन्छ भएर हो। अघि त बाजेर आएको, अन्त अब उसलाई त कहाँ जयमसी भन्नु। त्यसले गर्दाखेरि यो जयमसी गर्ने पनि अब हाम्रो एकअर्काको बिचमा राम्रो सम्बन्ध छैन भने मिल्दैन नि त। त्यसले गर्दाखेरि जयमसी गरेर अर्को अघि बाजेको लागि भेट्यो भने जयमसी भन्नु, सरी ल अघि मैले के भनेको, त्यहाँ दुईजना के भइहाल्छ एकैछिनमा मिलिहाल्छ। सरी भन्ने कुरो त्यस्तो दामी शब्द अरे नि त। सरीले चाहिँ एकअर्काको झगडा भएको बिचमा सरी भन्यो भने झगडा के अरे सकिन्छ। डक्टरले सरी भन्यो भने चाहिँ मान्छे सकिएको अरे नि त। यस कारण गर्दै सरी भन्ने कुरोले सकिने कुरा रहेछ नि त। हामीले सरी भन्नु नसकेर चाहिँ हाम्रो झगडा के भएको नसकेको। घरमा पनि दुईजना बुढाबुढी पनि झगडा हुन्छ नि, सबैको हुन्छ, डिस्कस हुन्छ। लास्टमा एकजनाले के गर्नुपर्छ, सरी भनेपछि चाहिँ सरी ननिस्किन्जेलसम्म के हुँदैन, तातिरहेकै हुन्छ नि त। हो राति भात खानु मन नलागेको, लाग्यो भने भात खानु मन नलागेको जस्तो गर्दै हिँड्नुपर्छ। तर लास्टमा सरी भनिसकेपछि के हुन्छ, एकछिन पछि र पनि अलिक कहाँ देखाउँछ नि त। हो
बिस्तारै बिस्तारै के हुँदै जान्छ सरी भनेको कति दामी शब्द यसकारण हामी एकअर्काको विश्वासीको नजिकमा जानुको लागि पनि सरी भनेर जान सक्नुपर्छ कोही बेला गल्ती गरिन्छ भुल गरिन्छ प्रभुको अगाडि पनि सरी अनि एकअर्काको अगाडि पनि सरी यो चाहिँ नयाँ नजिक जाने अब 23 पदमा फेरि अर्को लेखेछ अघि चाहिँ लेटेस्ट ड्र नियर अब चाहिँ के अरे लेटेस्ट होल्ड फास्ट अब अर्को पढिदिनु त अब हाम्रो विश्वासको अङ्गीकारलाई स्थिर भएर बलियो गरी पक्रौँ किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासिक हुनुहुन्छ लेटेस्ट होल्ड फास्ट द कन्फेसन अफ आवर होप विदाउट wavering or he who promised is हामीलाई जो विश्वास आशा दिएको छ नि त्यसलाई चाहिँ के गर्नुपर्छ बलियो गरेर पक्रिनुपर्छ विश्वासीले चाहिँ त्यो कुरोलाई पक्रिनुपर्छ विश्वासीले अरू कुराहरू पक्रिनु पर्दैन हामीलाई दिएको आशा विश्वास छ त्यसलाई हामीले प्र्याक्टिस गर्नुपर्छ यस कारणले गर्दाखेरि मान्छेमा धेरै कमजोरी भए तापनि जे नै भए तापनि हाम्रो एउटै उद्देश्य हो मलाई दिएको त्यो विश्वास छ त्यसलाई चाहिँ मैले थाम्नुपर्छ पक्रेर राख्नुपर्छ